गाइस मेरो अब थाइल्यान्डको यात्रा चाहिँ सुरु भइसकेको छ। म आफ्नो युनिभर्सिटी छोडेर थाइल्यान्ड निस्किन छु भने त्यो जति अपडेट म सबै आफ्नो भिडियोमा हेराउनेवाला हो। अब हेरौँ थाइल्यान्डमा कस्तो यात्रा हुन्छ। आशा गर्दैछु कि सबै राम्रोसँग होस्। जस्तो भयो नि सबै एक्लै लड्ने हो, एक्लै गर्ने हो। मेरो ट्रिप चाहिँ सोलो रहेछ। सो हेरौँ कस्तो हुँदैछ मेरो युनिभर्सिटी, तपाईँ हेर्न सक्नुहुन्छ। चाइनिज न्यु इयरको कारण क्याम्पस पुरै सुनसान थियो, जहाँ सधैँको भिडभाडको साटो आज शान्ति मात्रै बाँकी थियो। युनिभर्सिटी एक्जिट गरेपछि म ट्याक्सी पिकअप पोइन्टतर्फ लागेँ। अब म चाहिँ युनिभर्सिटी एक्जिट गरिसकेको छु। अब ट्याक्सीको लागि यता वेटिङमा हो। ट्याक्सी आएपछि अब हामी ट्रेन स्टेसन जाने हो, रेलवे स्टेसन, अनि त्यसपछि एयरपोर्टको बाटोतिर लाग्ने हो। हेरौँ यात्रा कस्तो हुँदो रहेछ, कहाँ कहाँ प्रब्लम आउँछ, के समस्या फेस गर्नुपर्छ, म तपाईँले सबै भिडियोमा तपाईँले हेराउँछु। सो स्टे अपडेटेड। सबैजना बिस्तारै आफ्नो आफ्नो घर फर्किँदै थिए र कहिले न खाली हुने युनिभर्सिटी हरेक दिन जनशान्त र सुनसान बन्दै गइरहेको थियो। गाडी आउँदैछ, गाडीको लागि चाहिँ रोकिया रहेछ। केही समय प्रतीक्षा गरेपछि फाइनली गाडी पनि आइपुग्यो। म गाडीमा चढेर हाई स्पिड रेलवे स्टेसनतर्फबाट लागेँ। बाटोभरि मनमा धेरै सोचहरू दौडिरहेको थिए। विशेष गरी मलेसियाको भिसाको विषयले अलिकति चिन्ता दिइरहेको थियो। After the drive, I reached the railway station. ल गाइस, म ट्रेन स्टेसन चाहिँ आइसकेको छु। अब ठ्याक्क अब ट्रेन आउँछ, अब त्यसपछि एयरपोर्ट जाने हो। रेलवे स्टेसनमा चाँडै नै पुगे। धेरै लामो यात्रा नभए पनि अलिकति तिर्खा लागेको थियो। त्यसैले आफ्नो सामान एकातिर राखेर केही खाना र पिउनतर्फ लागे। केही समय पर्खिएपछि बोर्डिङ टाइम आयो। म आफ्नो सामान लिएर चेकिङ र सेक्युरिटी पार गरेँ। बोर्डिङ गेट खुल्ने बित्तिकै प्लेटफर्मतर्फ अघि बढेँ र त्यहाँबाट मेरो अर्को यात्रा सुरु भयो। ट्रेन तयारी अवस्थामा उभिएको थियो। चीनमा भिडभाड कहिले कम हुँदैन र नयाँ सालको कारण ट्रान्सपोर्टेसन एरिया झन् जीवित देखिन्थ्यो। वरिपरि सबैजना घर फर्किने खुसीमा थिए, तर त्यो भिडमा म भने फरक यात्राको सपना बोकेर उभिएको थिएँ। मेरो गन्तव्य घर होइन, थाइल्यान्ड थियो। म चाहिँ ट्रेनदेखि एक्जिट गरिसकेको छु। अब चाहिँ एयरपोर्ट जानु छ, अनि त्यसको लागि मलाई सबे लिनु पऱ्यो। सो अब सबैको लागि बाटोमा हो। सो तपाईँ हेर्न सक्नुहुन्छ। After exiting the railway area, I headed toward the subway. It was only about 100 meters from the station, so getting there was quickly and easy. दुई मिनट हिँड्दा म सबवेमा पुगेँ। भिड धेरै भएकोले केही समय उभिनु पर्यो। अर्को स्टेसनमा धेरै मान्छे बाहिर गए र मैले सिट पाएँ। पहिलोपटक चीन आउँदा यात्रा गर्न डर लाग्थ्यो, तर आज त्यो डरले मलाई बलियो बनाएको छ। अब मलाई लाग्छ म संसारको कहीँ पनि जान सक्छु। मेरो गन्तव्य अर्को मेट्रो लाइनमा भएकोले बिचमै मेट्रो परिवर्तन गर्नु पर्यो। समय कम भएकोले म सिधै सही लाइनतर्फ लागेँ। अब थाइल्यान्ड जानको लागि मेट्रोको लाइन यहाँ बढी छ। अब फेरि अर्को भर्खर मेट्रो छोडेर फेरि अर्को मेट्रो लिनु पऱ्यो। तपाईँ हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो अर्को मेट्रोको यात्रा। चिसो त हल्का चिसै छ। अब थाइल्यान्ड गएर उता गर्मी हुन्छ लास्ट। After traveling for a while, I finally arrived at my destination, Xiaoshan International Airport.
चाइनाको सबै कुरा एकदम कन्भिनियन्ट र वर्थी छ कि सो तपाईँहरूलाई थाइल्यान्ड भन्दा पनि चाइना एकपल्ट आउनुहोस् बुझ्नुहोस् सबै के छ कस्तो छ। म आफ्नो चेक इन काउन्टरतर्फ लागेँ जहाँ चीनमा हुने कडाइका जाँचहरू सुरु भए। सबै प्रक्रिया पार गर्दै अगाडि बढ्दा यात्रा अझै वास्तविक लाग्दै गइरहेको थियो। लाइनमा करिब 20 मिनट जति लाग्यो, तर वरिपरि सबै कुरा शान्त र मिलेको थियो। सबैजना नियम अनुसार अगाडि बढिरहेको थिए। कसैले हतार, हल्ला वा झन्झट गरेन। यस्ता साना अनुशासन र व्यवहारले नै चीनलाई अगाडि बढाइरहेको जस्तो लाग्यो। म डाइरेक्ट ब्याङ्कक होइन फुकेट जान लागेको थिएँ। अहिले पिक सिजन चलिरहेको हुनाले टिकटहरू लगभग सबै भरिएको थिए। त्यसैले डाइरेक्ट फ्लाइट लिन सक्ने अवस्था थिएन। त्यसैले रुट अलि फरक बनाउनु पर्यो। यही कारणले टिकट खर्च मात्र होइन, लगेजका लागि पनि छुट्टै एक्स्ट्रा पैसा तिर्नु पर्यो। अलि महँगो त पर्यो, तर यात्रा अगाडि बढाउन यही विकल्प ठिक लाग्यो। हामी चाहिँ चेकिङ गरिसक्यो हो। अब चाहिँ फ्लाइटमा अहिले 3 घन्टा बाँकी छ। अहिले खुट्टा दुखिसक्यो। अब गएर एकछिन बस्ने हो, केही खाने पिने, त्यसपछि चाहिँ फ्लाइटको वेटमा गर्नेहरू म यस्तै तपाईँलाई सबै भिडियोमा तपाईँले हेराउनै खोज्छु है के छ मेरो यात्राहरू। त्यसको लागि तपाईँ पेसेन्स हुनुहोस्। यहाँको एयरपोर्ट एकदम राम्रो छ, एकदम तपाईँ हेर्न सक्नुहुन्छ। धेरै समय भएर हामी चाहिँ अहिले एयरपोर्टमै एउटा म्युजियम आइसक्यो होइन। त्यो चाइनामा के छ पहिलाको कुराहरू हेर्नको लागि। बेलुकादेखि हिँड्दै भोक लागिसकेको थियो। चेकिङ र सेक्युरिटी प्रोसेस सकिएपछि केही मिठो खाएर फेरि आफ्नो बाटो अघि बढेँ। फेरि अर्को सेक्युरिटी चेक सुरु भयो। यो मेरो अन्तिम थियो। सबै प्रोसिड्युर पार गरेपछि मेरो मन हल्का भयो। तपाईँ चाइनाको एयरपोर्ट हेर्न सक्नुहुन्छ कति फ्रेस र कति स्ट्यान्डर्ड तरिकाले म्यानेज गरेर रहेछ। यहाँ सबै सुविस्ता छ, तपाईँ भन्नुहुन्छ एकदम। चेकिङ गरेर अब चाहिँ बस्नु पर्यो। लास्ट फेरि सामान भइसक्यो। सो ओ माई गड। सबै सामान बोर्डिङ वेटमा राखेर टाइम पास गरेँ। पानी खाएँ, केही स्न्याक्स खाँदै बोर्डिङ ओपन हुने पर्खाइमा बसेँ। एराउन्ड 11:40तिर बोर्डिङ ओपन भयो। एनाउन्समेन्ट सुनसाथ मन हलुका भयो। सोलो ट्राभल भए पनि हल्का खुसी लाग्यो। यो यात्रा सोलो भए पनि वरिपरि खुसी यात्रुहरू देख्दा मलाई पनि राम्रो लाग्यो। मेरो प्लेनमा प्राय सबै घुम्ने जाने मान्छेहरू थिए, फुकेट जाने। सबै आफ्ना सिट नम्बर हेरिरहेको थिए। मैले पनि आफ्नो सिट खोजेर आरामसँग बसेँ। मनभित्र मलेसियाको ट्रान्जिटको अलिक डर थियो, तर यात्रा रोकिएन। झ्यालबाट बाहिर हेर्दा फ्लाइटहरू आउँथे र जान्थे। त्यो दृश्य हेर्दा लाग्यो लाइफ पनि यस्तै रहेछ, समयसँग अघि बढिरहने। त्यसै क्रममा मेरो उडानको पालो आयो। बिस्तारै प्लेन टेक अफ गर्यो र यात्रा शान्त रूपमा सुरु भयो। केही बेर निन्द्रा लाग्यो, अलिकति सुते। प्लेनमा बस्दा अलि बोरिङ लागेपछि म्युजिक सुन्दै टाइम पास गरेँ। यो फ्लाइटमा धेरै कुरा नयाँ थिए। तिर्खा लाग्दा पानी किन्नु पर्यो, फ्रीमा थिएन। हातमा 1000 का नोट
मात्र थिए र वाइफाई नभएकोले पेमेन्ट गर्न गाह्रो भयो, तर केही बेरपछि सबै ठिक भयो। यस फ्लाइटमा फुड एभाइलेबल थिएन, तर टिकट बुक गर्दा नै मैले अर्को एपिपीबाट खाना एरेन्ज गरेको थिएँ। चिकन बिरयानी र अर्को नयाँ टेस्टको खाना थियो। दुवै मिठो लाग्यो। खाना खाएपछि फेरि सुतेँ। केही समयपछि प्लेन ल्यान्ड भयो र चेकआउट गरेँ। आउँदा मलेसियाको एयरपोर्टमा पुग्दा अलि फरक महसुस भयो। एयरपोर्ट राम्रो र व्यवस्थित थियो, तर चाइनामा बसिरहेको कारणले वातावरण अलि अनफ्यामिलियर लाग्यो। एयरपोर्ट छिर्दा बिहानको करिब 5 बजेको थियो। त्यहाँ नेपाल र भारतमा काम गर्न आएका केही मानिसहरू थकित अवस्थामा भुइँमै सुतिरहेको देखिन्थे। त्यो दृश्यले मन अलि भारी भयो। अहिले बिहानको 5 बजिरहेछ। म चाहिँ अहिले मलेसियाको एयरपोर्टमा हो। लास्टै निन्द्रा लागिरहेछ अहिले त एकदम। यहाँको एयरपोर्टलाई हेर्न सक्नुहुन्छ, धेरै फरक छ चाइनाभन्दा। हल्का अनकन्भिनियन्ट भयो, त्यही भएर। म त्यो वातावरणबाट अलि टाढा गएर वेटिङमा बसेँ। केही समयपछि बोर्डिङ सुरु भयो। चेक इन प्रक्रिया सजिलै पुरा भयो। खासै कुनै प्रश्न आएन। यात्रा शान्त र सहज रूपमा अगाडि बढ्यो। मलेसियाको चिन्ता पनि त्यहीँ सक्यो। एउटा चिन्ता सक्यो, अर्को कथा सुरु भयो। आजको ब्लगका लागि यति नै। यो त सुरुवात मात्र हो। बाँकी कथा नयाँ ब्लगमा हेर्नुहोस्। धन्यवाद।